त्रिशुलीमा गाडी खस्यो 19 को मृत्यु। नारायणीमा गाडी खस्यो 15 को मृत्यु। मोटरसाइकल दुर्घटना भयो, चालक सहित दुवैजनाको घटनास्थलमै मृत्यु। कतिले आफ्नो जिन्दगी गुमाए, कतिले हातखुट्टा गुमाए, कतिले आफ्नो घर गुमाए, आफ्नो परिवार नै उजाड भयो। हरेक दिन यस्तो समाचार आउँछ, यतिजनाको मृत्यु, यतिजना घाइते। कति मात्रै सुन्ने यस्तो समाचार। अझै कतिजनाले ज्यान गुमाउनु पर्ने हो। हामी थाकिसक्यौँ। हृदय नै चिरा हुन्छ यस्ता हृदय विदारक समाचार सुन्दा। नेपालमा हुने अधिकांश सडक दुर्घटनाहरू चालकको लापरवाहीकै कारणले हुने गर्दछ। हो, सडकको अवस्था राम्रो छैन, पूर्वाधार कमजोर छ, तर के हामी सडकलाई दोष दिएर आफ्नो जिन्दगी नै जोखिममा राख्न सकिन्छ? सत्य त कुरा के हो भने चालकले गति मात्रै कम बनाइदिने, स्पिड मात्रै कम बनाइदिने हो भने पनि 90% भन्दा बढी चाहिँ सडक दुर्घटनाहरू चाहिँ रोक्न सकिन्छ। तर हामी के गरिरहेका छौँ? किन चाहिँ ओभर स्पिड गरिरहेका छौँ? किन चाहिँ रेस खेल्छौँ? किन चाहिँ अरूलाई देखाउनलाई हिरो बन्न खोजिरहेका छौँ? जोखिमपूर्ण ओभरटेक, नियम उल्लङ्घन, खराब मौसममा पनि हतार गर्नाले यस्ता अनावश्यक दुर्घटना भइरहेका छन्। बाढी आएको छ, पहिरो आएको छ भने जबरजस्ती गाडी किन हुल्ने, किन मोटरसाइकल हुल्ने? याद गर्नुहोस्, एक गल्ती, एक निर्णय र जिन्दगी नै सखाब। यदि सडक अवस्था खराब छ भने धैर्य गर्न सिकौँ न, पर्खिन सिकौँ, किनभने तपाईँ मात्रै होइन, तपाईँको गाडीमा बस्ने सबैको जीवन जोखिममा हुन्छ। दुर्घटना रोक्ने पहिलो व्यक्ति चालक स्वयं आफै हो र दोस्रो व्यक्तिहरू यात्रुहरू। यदि चालकहरू लापरवाही गरिरहेका छन् भने तुरुन्त सचेत गरौँ, आवश्यक परे प्रहरीलाई खबर गरौँ। तेस्रो पक्ष भनेको प्रहरी प्रशासन रहन्छ। नियमको कडाइका साथ कार्यान्वयन हुनैपर्छ र अन्तिममा सडक र पूर्वाधार सुधार अपरिहार्य छ। यो हुनैपर्छ, ढिलो वा चाँडो। त्यो भन्दैमा सडक राम्रो छैन भन्दैमा अहिले अरूलाई दोष दिएर दुर्घटना निम्त्याउनु राम्रो होइन। तर त्यो दिन आउँदासम्म के हामी चुप बस्ने, के हामी हेरेरै बस्ने? गत वर्ष मैले रुटिन अफ नेपाल बन्दलाई पनि लेखेको थिएँ यसको बारेमा, तर केही सुनुवाई भएन। अब समय आएको छ, हामीले सबैले आवाज उठाउनै पर्नेछ, जनचेतना फैलाउनै पर्नेछ। प्रत्येक चालक, प्रत्येक यात्रु सचेत हुनै पर्नेछ। जीवनभन्दा ठुलो केही छैन। घरमा छन्, तपाईँको सपना अधुरो छ। कृपया सुरक्षित चलाउनुहोस्, नियम पालना गर्नुहोस् र आफ्नो र अरूको जीवन जोगाउनुहोस्। हामी बदलियौँ भने मात्र यो दुःखद चक्रको